सम्झना सुवाल कान्जिरङ्गा नेसनल स्कुलबाट आज चाहिँ हामीले नानी बाबुहरूलाई चाहिँ बच्चाहरूले चाहिँ यो फिल्ड भिजिट अनि प्रोजेक्ट बेस्ड लर्निङको हिसाबमा चाहिँ राइस प्लान्टेसन कसरी गरिन्छ भन्ने सिकाउनको लागि चाहिँ एउटा चाहिँ फिल्ड भिजिटको रूपमा चाहिँ हामीले यो खोकुनामा ल्याएका छौँ। यसबाट चाहिँ बच्चाहरूको चाहिँ अब ओभरअल क्लासमा पढ्ने मात्रै नभइकन थ्योरिटिकल मात्रै नभइकन प्र्याक्टिकल बेस्ड लर्निङको लागि चाहिँ हामीले ल्याएका छौँ। अनि स्पेसली चाहिँ हाम्रो यो कान्जिरङ्गा नेसनल स्कुलको मेन एम भनेकै एउटा प्रोजेक्ट बेस्ड लर्निङसँग रिलेटेड छ। सो द्याट उनीहरूको लर्निङलाई चाहिँ इन्हान्स गर्नको लागि एउटा चाहिँ एभ्री इयर द्याट वी हेभ द राइस प्लान्टेसन प्रोग्राम चाहिँ हाम्रो हुने गर्छ। सो यो अनुसार चाहिँ हामीले असारको 15 गते चाहिँ चुज गरेका हुन्छौँ एज अ क्यालेन्डर प्रोग्राम। सो त्यही भएर चाहिँ आज हामी असार 15 गते चाहिँ यो खोकुना भन्ने ठाउँमा चाहिँ छौँ। खोकुना एकदम नेचुरली पनि एउटा राम्रो प्लेस भन्ने सुनेका छौँ। अनि जो अलिकति हामी चाहिँ एभ्री इयर डिफ्रेन्ट प्लेसेसहरू चाहिँ भिजिट गर्ने
अन्तर्गतमा चाहिँ योपल्ट चाहिँ हाम्रो खोकनामा चाहिँ परेको छ। बिउ राख्ने कुरादेखि लिएर चाहिँ धान रोप्ने इभन धान काट्नेसम्म चाहिँ हाम्रो प्रोजेक्ट हुन्छ, तर कतिको समयले साथ दिन्छ अनि त्यही अनुसार चाहिँ हाम्रो सिचुएसन मिलेको खण्डमा चाहिँ हामी धान काट्नेसम्म चाहिँ हुन्छ, अदरवाइज बिउ राख्ने अनि रोप्नेसम्म चाहिँ हामीले सिकाउने गरेका छौँ। नानी बाबुहरू भनेको प्रायः जसो घरमै बसिरहेका भएर चाहिँ एक दिनको फिल्ड ट्रिपले पनि अलिकति एक्स्ट्रा नलेज चाहिँ गेन हुन्छ। इभन अब माटोमै नछोएका नानी बाबुहरू पनि कति हुन्छन् कि घरमा अब अघिसम्म हिलोमा खेल्नको लागि डराएर बस्ने नानी बाबुहरू चाहिँ अहिले यहाँ आउँदाखेरि चाहिँ जो उहाँहरू चाहिँ इन्जोय गर्नुभएको छ, एउटा नेचरसँग चाहिँ नजिक हुने मौका पाउनु भएको छ। त्यही भएर चाहिँ रमाइलो एउटा फ्रुटफुल नै हुन्छ यस्तो खालको लर्निङले गर्दाखेरि। म पनि एउटा किसान ब्याकग्राउन्डबाट नै छु, द्याट्स वाइ अलिकति मलाई पनि अलिअलि त आउँछ। त्यही भएर चाहिँ त्यस्तो गाह्रो चाहिँ होइन, जो सिकाउनको लागि चाहिँ नलेज चाहिँ अलिक थोरै चाहिँ छ भनौँ न। हस् धन्यवाद। हस् थ्याङ्क यू सो मच। साल धाउगा एकदम राम्रो छ, मिठो छ। होइन के ढलबाट पानी आउँदैन? आएको कालीमाटीबाट बच्चालाई यसो हेराइदिउँ भनेर आएको, एकदम पर्फेक्ट स्पटमा आइगयो, एकदम रमाइलो भयो। सो वी इन्जोय 10 out of 10 होइन 100 out of 10 यति रमाइलो भयो। अब गएर एक्जाम छ, पढ्नुपर्छ है, गाडी आयो।
Dirwa mosa che. Wa mosa nam pi maula. Wa ya gana ni.